हेलो नमस्ते जोजोलोपा एभ्रिवान सो सबैजनालाई वेलकम छ मेरो च्यानलमा सुशिष्टा ब्लग सो आज चाहिँ अलिकति डिफ्रेन्ट काइन्डको भ्लग लिएर आइरहेको छु मैले हजुरहरूको सबैजनाको फेभरेट मटन करी कसरी बनाउने भन्ने चाहिँ रेसिपी अब सबैको आफ्नो आफ्नो डिफ्रेन्ट स्टाइल हुन्छ मेरो चाहिँ अलिकति सिम्पल टाइपको स्टाइल छ सो छिटो मिठो इजी टाइपले चाहिँ म हजुरहरू सबैजनालाई चाहिँ कसरी मटन करी बनाउने भनेर चाहिँ प्रेसर कुकरमा सिकाउन गइरहेको छु एन्ड प्लिज डोन्ट फर्गेट टु लाइक शेयर सब्सक्राइब एन्ड कमेन्ट अनि त्यसपछि हजुरहरूलाई चाहिँ कुन कुन खालको भिडियोहरू मनपर्छ भनेर चाहिँ you can comment below. Okay, first let me tie my hair and then how to cook mutton curry त्यो चाहिँ म हजुरहरूलाई सिकाउने नै छु ओके आई एम रेडी अलरेडी आई टाई माई हियर किनभने हामीले जहिले पनि किचनमा चाहिँ केही सामान केही खानेकुराहरू पकाउनुभन्दा अगाडि चाहिँ हामीले जहिले पनि कपाल बाँध्न चाहिँ बिर्सिनु हुँदैन किनभने चाहिँ माइट बी कपाल चाहिँ झर्न सक्छ खानेकुरामा सो सेफ्टी फर्स्ट ओके फर्स्ट हामीले चाहिँ सुरु गर्छौँ अनियन चपिङबाट अलि सानो सानो गरेर चपिङ गर्ने सो इट विल बी इजी फर अस ल हाम्रो चाहिँ लसुन छोडाउने तरिका चाहिँ यस्तो छ यसरी ढ्याक्कै हिर्काउने अनि त्यसपछि चपिङ बोर्ड मजाले अनि यसको खोलहरू मजाले निस्किन्छ प्राय सबैजनालाई यस्तै इजी हुन्छ होला यस्तै गर्नुहुन्छ होला जस्तो लाग्छ प्लिज कमेन्ट डाउन बिलो यस्तै गर्नुहुन्छ कि कस्तो गर्नुहुन्छ हजुरहरूले चाहिँ अनि त्यसपछि अब यसलाई थिच्नु पर्ने हो खासमा बट हामीसँग चाहिँ थिच्ने छैन त्यो खल आई थिङ्क खल भन्छ त्यसलाई होइन अनि त्यसपछि खल नभएको कारणले चाहिँ हामीले यसलाई सानो सानो एकदम मसिनो गरेर चाहिँ हामीले यसलाई काट्छौँ अब यसरी हामीले सानो सानो मसिनो गरेर चाहिँ काट्छौँ हजुरहरूलाई पिरो कतिको मनपर्छ त्यही अनुसारको हरियो खोर्सानी यसरी मजाले चपिङ गर्ने सानो सानो मलाई चाहिँ किन हो सबै खानेकुरा हरूमा चाहिँ प्रायः म यस्तै चपिङ सानो सानो चपिङ गर्न रुचाउँछु अनि त्यो छिटो पाक्छ मिठो हुन्छ जस्तो लाग्छ मसलाहरू पनि भित्र जान्छ जस्तो फिल हुन्छ मलाई सो यसरी छोटो छोटो एकदम सानो सानो टुक्रामा चाहिँ चपिङ गर्ने ओके अब टमाटरको टर्न गोलभेराको पालो छ यसरी माथिको टुप्पो चाहिँ हामीले फाल्नुपर्छ किनभने त्यहाँबाट चाहिँ यो रसायन केमिकलहरू हालेको हुन्छ त्यही भएर हामीले त्यो काटेर फाल्नै पर्छ अनि यसलाई पनि अलि ठिक्कको मिडियम कटाइमा चाहिँ हामीले काट्छौँ मैले चाहिँ एउटा मात्रै गोलभेरा लिएको छु र आजको चाहिँ मेन रेसिपीको चाहिँ इन्ग्रिडियन्ट्स चाहिँ यो हो हाम्रो मासु छ यहाँ यो छालावाला रुचाउँछ हामी नेपालीहरूले चाहिँ प्रायः जस्तो नेपाली पसलमै गरेर लिएको हामीले सो यति हो र अब मसलाहरूको पालो फर्स्टमा चाहिँ हामीले गरम मसला हाल्यो सबै मिक्स गर्ने अनि इजी हुन्छ एकैचोटि हाल्नलाई क्वान्टिटी चाहिँ अब आफै अन्दाजमा अब 1 किलो मासुमा कति हाल्ने त्यो हिसाबले आफ्नै अन्दाजमा हाल्नुपर्छ हामीले अनि अहिले चाहिँ हामीले हाल्यो कोरिएन्डर पाउडर धनियाको पाउडर अनि त्यसपछि अर्को छ धुलो खोर्सानी सबै आफूले चाहिँ अन्दाजमा कति आफूहरूलाई पिरो मनपर्छ त्यो हिसाबले चाहिँ हामी हाल्छौँ अनि त्यसपछि आयो ब्ल्याक पेपर पनि थोरै हाल्दा अलिकति स्वादमा मिठो अनि त्यसपछि पचाउन पनि सजिलो हुन्छ ब्ल्याक पेपरले अब हामीले हाल्दैछौँ थोरै मिट मसला पनि अन्दाजमा हो बेसार हामीलाई मटन पकाउँदाखेरि चाहिने सामग्रीहरू अघि काटेको रेडी गरेको मसला यति नै हो ओके फर्स्टमा चाहिँ हामी एउटा कुकर लिन्छौँ हैन कुकर लिने अनि कुकर लिएर ग्यास बाल्ने ग्यास बालिसकेपछि हामीले चाहिँ यसलाई पहिला तात्न दिनु पर्यो अहिले पखालेको भएर यो पानी भइरहेको छ यसमा चाहिँ अब सकेसम्म चाहिँ हामीले यो मस्टर्ड ओइल लिने हो तोरीको तेल सकेसम्म चाहिँ
सनफ्लावर युज नगर्दा हुन्छ। फर्स्ट अफ अल हामीले तेल हाल्ने, आफूलाई अन्दाजमा कतिको चाहिन्छ त्यही अनुसार तेल हाल्ने। थोरै मिर्ची मात्रै पुऱ्याउँछौँ हामी, अनि खासै अरू केही हाल्नु पर्दैन। यो सिम्पलै मिठो हुन्छ। मटन भनेको नामै मिठो छ मटन, त्यही भएर सिम्पली खालि यो मेथी मात्रै पुऱ्याउने हो। अब लसुनको पालो छ। अघि काटेको हामीले चप गरेको लसुन हाल्छौँ। अब यसलाई हल्का ब्राउन गर्ने, बिस्तारै चलाउनुपर्छ। हल्का ब्राउन भएपछि हामीले अब प्याज हालिहाल्ने। अब प्याजलाई पनि हामीले हल्का यसलाई ब्राउनिस कलर ल्याउने, हल्का धेरै त्यो पाक्ने गरेर पनि गर्नुपर्छ, किनभने हामीले अब सिटी लगाइहाल्छ। त्यही भएर हल्का अब यसलाई चलाउँदै गर्ने। अब सँगसँगै हामी खुर्सानी पनि भुट्छौँ। बिस्तारै सबै मसला यो प्याज यो खुर्सानीहरू अलिअलि ब्राउनिस भइसकेपछि हामीले मासु हाल्दैछौँ, मटन हाल्ने। अब मटन हालेर एकछिन चलाउने यसलाई, बिस्तारै चलाउने। एकछिन यसलाई बिस्तारै चलाउने, अनि बिस्तारै चलाएर चाहिँ अब हामीले यसमा नुन चाहिँ हाल्नुपर्ने हुन्छ, किनभने नुन हालिसकेपछि चाहिँ यसलाई चाहिँ अलिकति छिटो पाक्नमा चाहिँ मद्दत पुऱ्याउँछ। त्यही भएर अब स्वाद अनुसारको चाहिँ हामीलाई कतिको चाहिन्छ त, यति मात्रामा कतिको चाहिन्छ त्यति नै हामी नुन हाल्छौँ। अब यो सबै अघि मिक्स गरेको मसलाहरू हामी सबै एकैचोटि हाल्छौँ। अब यसलाई बिस्तारै चलाउनु पर्ने हुन्छ। अब हेर्न सक्नुहुन्छ मसला हालेपछि कस्तो राम्रो कलर, हेर्दै मिठो। खाउँ लाग्यो कि लागेन साथीहरू? हजुरहरूलाई खाउँ लाग्यो कि लागेन? कमेन्ट डाउन बिलो प्लिज। यतिको भएपछि साथी अब हामीले चाहिँ टमाटर हाल्नुपर्छ, गोलभेडा हाल्ने। अनि गोलभेडा हालेर एकछिन मजाले यसलाई चलाइसकेपछि चाहिँ यसलाई सिटी लगाइदिने। अब सिटी चाहिँ कति लगाउने भन्ने कुरा हुन्छ। 6 देखि 7 सिटी लगायो भने यसलाई मजाले पकाएर खाँदाखेरि चाहिँ यसको स्वादै बेग्लै हुन्छ। अब यसलाई चाहिँ सिटी लगाउनलाई चाहिँ हामी तातो पानी राख्यो भने चाहिँ अलि छिटो अनि त्यसपछि मजाले पाक्छ। त्यही भएर हामी तातो पानीको प्रयोग गर्छौँ। अब मजाले एकचोटि यसलाई सबैलाई मसलाहरू सबै भेजिटेबलहरू सबैलाई यसरी मजाले मासुलाई चलाइदिने। अनि त्यसपछि चाहिँ हामीले अब 6 देखि 7 सिटी चाहिँ लगाउनको लागि चाहिँ हामी बिर्को लगाउने हुन्छ। अनि हामी अब एकछिन रेस्ट गरेर बस्ने। अब लास्ट पार्ट चाहिँ हाम्रो यो गार्निस गर्नको लागि चाहिँ धनिया मजाले मसिनो पारेर यसरी चटनी गर्नुपर्छ। अनि अब पाक्यो कि पाकेन भने चाहिँ हामीले पहिला अब सिटी 7 सिटी लगाएको छौँ हामीले। अनि त्यसपछि अब यसलाई एकचोटि चलाएर हेर्छौँ। यो अनि मजाले अलिकति धेरै गलाउनु पनि हुँदैन, ठिक्कको पाकेको छ। अब यसलाई चाहिँ हामीले अघि काटेको अघि चपिङ गरेको धनियाँलाई चाहिँ मजाले माथिबाट मजाले यसरी गार्निस गरेपछि सुनमा सुगन्ध हुन्छ। अब यो मटन चाहिँ हामीले भातसँग, चिउरासँग अनि रोटीसँग पनि खान सक्छौँ। तर आज चाहिँ हामी यो डिनर भएको भएर चाहिँ हामी चाहिँ खानासँग सर्भ गर्दैछौँ। अब म चाहिँ यो मटन कस्तो छ भनेर चाहिँ मेरो श्रीमानज्यूलाई चाहिँ चाख्न लगाउँछु। मिठो छ, मिठो छ।
ओके, आजको रेसिपी यति नै थियो। हजुरहरूलाई मन पर्यो भन्ने आशा गर्दछु र मन परेको खण्डमा प्लिज डोन्ट फर्गेट टु लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब। थ्याङ्क यू सो मच।